आज चाहिँ हामी यस्तो कहिल्यै नहोस् भन्ने पाठको अभ्यास लिएर आएका छौँ। एकबाट सुरु गरौँ। हेर्न सक्नुहुन्छ म पढ्न भ्याउँदिनँ, एकदमै हतारमा छु म। त्यही भएर हेर्न सक्नुहुन्छ म सर र सारिदिन्छु मात्र। दुईको पनि लघुतावाची र समूहवाची एकदम इम्पोर्टेन्ट छ है यो। म इम्पोर्टेन्ट भनिदिन्छु होइन, यो चाहिँ इक्जाममा आउँछ। 3 को पनि हाम्रो यो चाहिँ खासै इम्पोर्टेन्ट छैन इक्जामको लागि। यो पिकनिक, यो अनुच्छेद तयार पारिएको, यस्तो तयार पार भनेर आउँदैन इक्जाममा। 4 को पनि हेर्न सक्नुहुन्छ, हरे छ, सञ्जाल छ, सजालो अझ त्यहाँ मिलाउनु होला, बिलाप, सुकेरको ढुङ्गो भन्छ फेरि त्यहाँ, वाक्यमा प्रयोग गर्ने भनेको छ, हेर्न सक्नुहुन्छ। 1 मा हरे, सञ्जाल, विवरण, सुई टुक्को ठोकिनु, यो बिग्रेछ यहाँ, सुई कुच्चो ठोक्नु हो। अब यहाँ हुने हार, दैवनटार, लोभले लाभ, लाभले विलाप सबै हेर्न सक्नुहुन्छ। अब बोध र अभिव्यक्तिमा हेरौँ, यो 1 को गर्नु पर्दैन। 2 मा हाम्रो 2 को पनि ससर वाचन गर्नुहोस् भनेको छ, यो पनि गर्नु पर्दैन। 3 मा हाम्रो क को हेर्न सकिन्छ, क, ख, ग, घ। त्यसरी नै अब 4 मा जाउँ हामी। अंशमा पात्र निदाउन नसकेको कारण लेख्नुहोस् भनेको छ, खमा हेर्न सक्नुहुन्छ, घमा हेर्न सक्नुहुन्छ, घमा पनि हेर्न सक्नुहुन्छ। यहाँ बाहिरको हल्ला पनि आएको छ, यसलाई सामान्य ठान्नु होला होइन। अब के गर्ने। अब 4 मा पनि यस्तो रहेको छ, मुख्य घटना, यो चाहिँ जान्नुपर्छ, यो चाहिँ इम्पोर्टेन्ट छ। इक्जाममा चाहिँ आउँदैन तर पनि यो जानेको राम्रो छ हुन्छ। अब 5 मा हाम्रो हेरौँ, सन्देश के पाइन्छ त, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है, यो चाहिँ जान्नु होला। अब हामी त्यसरी नै 6 तिर जाम। अनुवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईँले कस्तो महसुस गर्नुभयो होला? सकेसम्म आफ्नो महसुस लेख्नु होला, नजाने चाहिँ यो हेरेर लेखिदिन सक्नुहुन्छ। सकेसम्म आफूले लेख्नुपर्छ है। अब हामी 7 तिर जाउँ। 7 को चाहिँ हाम्रो मनोवाद लेख्ने हो, नतिजा प्रकाशनको अघिल्लो दिन। यो चाहिँ हाम्रो फर्मेट हेर्न सक्नुहुन्छ यहाँ। म सर र सारिदिन्छु होइन, ठ्याक्कै नलेख्नु होला, किन भन्दा आफूले पनि लेख्नुपर्छ, आफ्नो पनि हुनुपर्छ कि, जानेर लेख्नु होला कि होइन। अब त्यसरी नै हामी ख को हेर्न सक्छौँ, पुरस्कृत हुँदाको क्षण, यो पनि त्यस्तै हो। त्यसरी नै हेरेर लेख्नु होला, एकदम सजिलो छ। 9 मा हाम्रो विज्ञापनको नमुना पढ्नुहोस् र गर्नुहोस् भनेको छ, हेर्न सक्नुहुन्छ। यो बाल पत्रिका प्रतिभा प्रकाशन सम्बन्धी सूचना, यो चाहिँ सूचना लेख्नु इक्जाममा पनि आउँछ, यसरी लेख्नु होला। त्यसरी नै हामी 11 तिर जाउँ। एकदम मलाई हतारै छ। 11 पनि हेर्न सक्नुहुन्छ, क को सर र सारिदिन्छु म। खको पनि हेर्न सक्नुहुन्छ, भाषिक संरचना र पदविन्यास, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। अब आयो सुनाइ बोलाइमा। सुनाइ बोलाइ अब गर्नु पर्दैन, यो तै पनि मैले लेखिदिएको छु, यो कपीमा लेखेर टाइम वेस्ट नगर्नु होला भन्छु म। 2 मा रहेको छ, सुने पाठ 4 का आधारमा दिएको प्रश्नको उत्तर भन्नुहोस् हो। यो चाहिँ सुनेर आफ्नो विकास गर्ने काम हो कि, यो चाहिँ हाम्रो आफ्नो मौलिकतालाई हाम्रो बढाउने, दिमागमा कतिको टिप्न सक्छ मानिसले भन्ने कुरो हो, यो लेखेर कामै छैन। अब यहाँ भाषिक संरचनामा आइसकेका छौँ हामी। यो समस्त विग्रह पदावली, यो जुनसुकै इक्जाममा आउने प्रश्न हो, यो जसै आउँछ यो हाम्रो, यो चाहिँ गर्नु होला। 2 को हेर्न सक्नुहुन्छ, 3 को पनि यहाँ रहेको छ। त्यस्तै गरी हाम्रो 4, त्यस्तै गरी हाम्रो 5 रहेको छ। यो
अब हामी यहाँ छको हेर्न सक्छौँ। एकदम इम्पोर्टेन्ट छ यो दीर्घ उकार चाहिँ हाम्रो एकैछिन 3 घन्टा पढ्दै आएको यो चाहिँ हाम्रो सजिलो छ। अब 7 को हेर्न सकिन्छ, यो पनि सजिलो छ। आज चाहिँ मैले छिटो गरेँ, म एकदम हतारमा छु होइन, मैले पनि धेरै गर्न छ, त्यसैले अब ल आजलाई धन्यवाद। फेरि पछि अर्को पाठमा भेट्नेछौँ हामी।